ल है गाइज यहाँ चाहिँ हाम्रो अनित दाई तयारी निकाल्न जानुभएको छ। बिहानको फर्स्ट सट। अब कति किलो माछा पर्ने एउटा तयारीमा थाहा छैन र हाम्रो अनित दाईले यहाँ निकाल्न लाउनु भएको छ। यसै गरी कत्रो ठुलो हाम्रो ठुलो माछा परेको छ है। एउटा झुन्डेको छ असला राम्रो साइजको। एउटा असला परेको छ। टक्कलार एउटा मात्र परेको छ। दुध चिसो भइरहेको मलाई यत्तिकै यार, पानीमा झन् कस्तो चिसो भयो होला।